यता जिम्बलले जात नमिलेको भन्दै अनि गौरीको बच्चा खेर गएको भन्दै चाउरे र गौरीलाई भ्रममा राखेका छन्। अहिले यसो हेर्दाखेरि त्यो जिम्बलको प्लान सफल भएको छ उनीहरूलाई भ्रममा राख्नुमा। त्यही जात नमिलेको हुँदा गौरीको बच्चा खेर गएको भन्दै यता चाउरे र गौरीले चाहिँ आफ्नो घरमा पूजापाठ गर्न लागेका हुन्छन्। त्यसै क्रममा यता कार्की र तोपे एकान्तमा बसेर तोपेले असाध्यै गौरीलाई मन पराएको कुरा बताउँछन्। तर जात नमिलेको हुँदाखेरि त्यो गौरीको बच्चा खेर गयो, अब तैँले त्यो गौरीलाई बिर्सिदे भन्दै यता कार्कीले चाहिँ तोपेलाई सम्झाइरहेका हुन्छन्। उता सिरदर र जिम्बल साहब सिरदरको घर बसेर सिरदरको छोरी मामा घरमा गएको कुरा सुन्दाखेरि यता जिम्बल चाहिँ एकदमै धेरै खुसी हुन्छन्। किनभने मनमाया र जुने मिलेर पहिला जिम्बल र सिरदरको प्लान असफल बनाएको थियो। त्यही कारणले गर्दाखेरि अहिले जिम्बल चाहिँ मनमाया मामाको घरमा गएको सुनेपछि असाध्यै खुसी भएका छन्। जुठे र उनको आमा चाउरेको घरमा आएर गौरीले नचाहिँदो यानि कि दिमाग खुस्केको जस्तो कुरा गरेपछि यता जुठेले चाउरेसँग भन्छन्, यो गौरी दिदीको दिमाग गइसक्यो, अब उहाँलाई कसरी ठिक पार्ने, हेर्नुहोस् त कस्तो कस्तो कुरा गर्नुहुन्छ भन्दै त्यहाँ जुठेले चाहिँ चाउरेसँग कुरा गरेका हुन्छन्। त्यसै क्रममा यता पार्वतीले चाहिँ हेर्नुहोस् त त्यो गौरीको कस्तो हालत भएको छ, अब तपाईँले गौरीसँग बिहे गर्नु भन्दै धर्मेसँग कुरा गरिरहेकी हुन्छन्। त्यो पार्वतीको कुरा सुनेपछि यता धर्म चाहिँ छक्क पर्छन्। पार्वती तिमीले यो के भनेको, मैले गौरीलाई मन पराउँदिन, मेरो श्रीमती त तिमी नै हो, तिमीले किन यस्तो कुरा गरेको भन्दै धर्मेले चाहिँ पार्वतीसँग कुरा गरिरहेका बेला यता त्यो कुरा चाहिँ सानीमाले सुन्छन् र सानीमाले पार्वतीलाई गाली गर्छिन्। त्यस्तो जात नमिल्ने केटीलाई फेरि धर्मलाई बिहे गर भन्छौ भन्दै त्यहाँ धर्मको सानीमा चाहिँ एकदमै धेरै रिसाएकी हुन्छन्। के आगामी भागहरूमा अब पार्वतीले त्यो गौरीलाई धर्मको जिम्मा लगाउन सफल होलिन् त?